हेलो गाइज, सम्पूर्णमा नमस्कार। आज हजुरहरूलाई स्वागत छ फेरि पनि खड्का भ्लगमा। आज चाहिँ हामी एउटा सर्ट मिनी भ्लग लिएर म उपस्थित भइसकेको छु। हजुरहरू पनि सबैजना सधैँ हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म यहाँ हाम्रो यो फलफुल यता फिकस क्यारीका भएको टनेलमा छु। हजुरहरूले ट्याक्क देख्न सक्नुहुन्छ फिकस क्यारीका यसको रातो फलफुल छ। यो भर्खरै हामीले गोडमेल गरिसकिसकेका छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ ट्याक्क यो हप्तामा 3 पटक सिँचाइ गर्नुपर्छ। यसलाई हप्तामा 3 पटक सिँचाइ गर्न अनिवार्य गर्नुपर्छ। ट्याक्क यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ टमाटर पनि हामीले उत्पादन गर्नेछौँ लगाएर। त्यसपछि फिकस क्यारीका देख्न सक्नुहुन्छ यसको फल चाहिँ रातो फल छ। अब हामीले उत्पादन गर्दैछौँ। अब छिनमा अहिले पछि पनि फेरि सिँचाइ गर्नुपर्छ। हप्तामा 3 चोटि सिँचाइ गर्नुपर्छ। यता देख्न सक्नुहुन्छ अरू क्यारेटमा पनि यो नभएर अरू बोन्साई प्लान्टहरूको बिरुवा राखेको छ। त्यसपछि यता चाहिँ यो अब फार्ममा काम गर्ने सामग्रीहरू, त्यसपछि यसमा पानी भरेर हामीले सिँचाइ व्यवस्था गरिरहेका छौँ। यता पोलिब्यागमा धेरै बिरुवाहरू राखिएको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। त्यसपछि हामीले यो पानीको यसरी भित्र ल्याएर सिँचाइ गर्ने प्रक्रिया अपनाएका छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ ठिक यस्तो छ। त्यसपछि यो सबै यहाँ क्रमबद्ध रूपमा हामीले यो आज 2-3 दिनदेखि निरन्तर हामीले यो गोडमेल गर्ने काम सकिसकेका छौँ। त्यसपछि आज चाहिँ फाइनल दिनमा हामीले सकिसकेका छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ। हाम्रो च्यानललाई लाइक गर्नु, सेयर गर्न नभुल्नुहोला। यही अन्त्य हुन्छ। हामी फेरि भेट्ने ल। हस् त, सो मच गाइस।